नजाने कहाँ जाएको त यस्तै भएको क्या एकचोटि ठुलो एक्सिडेन्ट हुनुबाट जोग्यो यार केटाहरूले बचायो नि। बिफोर दिस भिडियो है मैले 3टा काम गर्नुपर्ने छ आज। पहिलो पेट्रोल हाल्नुपर्ने छ, दोस्रो चेन टाइट, अनि तेस्रो भनेको चेन लुब्रिकेन्ट गर्नुपर्ने छ। पहिले तेल हाल्नु पर्यो। ₹105.70। अहिलेको क्लिप मैले किन राखेको थिएँ भन्दाखेरि जहिले पनि हामी राइडमा जान्छौँ भने हामीले मेनली 3टा कुरोलाई ध्यान दिनुपर्ने हुन्छ। अरू पनि छ तर आज म 3टा मात्रै समावेश गर्नेछु। अनि के हो भन्दाखेरि बाइकको ट्याङ्कमा पेट्रोल कति छ, फुल छ कि हाफ छ कि या त सकिएको छ, त्यो पनि हेर्नुपर्ने हुन्छ। आफूले जाने दूरी कति छ हैन, त्यो अनुसारले तेल चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ है। बीच बाटोमा सकियो भने कहीँ फेरि पेट्रोल पम्प पनि पाउन नसकेला, सो त्यसले गर्दाखेरि अप्ठ्यारो पनि पर्न जान्छ। अनि दोस्रो भनेको हामीले रेगुलर राइड गरिराखेको हुन्छ भने चेन चाहिँ लुज हुँदै गइरहेको हुन्छ। अनि त्यसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि धेरै चेन लुज भयो भने चाहिँ स्पिडमा जाँदाखेरि या त अलिकति हाई स्पिडमा 50-60 मा जाँदाखेरि पनि चेन फुक्लिने चान्स हुन्छ। त्यसबाट बच्नको लागि चाहिँ हामीले चेनलाई टाइट गर्नुपर्ने हुन्छ र चेन धेरै टाइट छ भने त्यसलाई लुज पनि गर्नुपर्ने हुन्छ। र अर्को भनेको चाहिँ चेनलाई ल्युब गर्नुपर्ने हुन्छ। हाम्रो नर्मली हामी ल्युब गर्नु भनेको त्यही हो, हामी स्प्रे युज गर्दैनौँ, त्यही डढेको मोबिल हाल्छौँ हैन। सो मोबिल हालिसकेपछि चेन पनि अलिक स्मुथ हुन्छ र आवाज पनि क्यार गर्ने आउँदैन, किन भन्दाखेरि नयाँ चेनमा आवाज आउँदैन, पुरानो चेनमा चाहिँ आवाज आउने गर्दछ। सो यस पछाडि मेरो के भयो भन्दाखेरि त्यो चाहिँ म एकछिनमा भन्नेछु। भनेपछि पछाडि जुन देख्दैछौँ 7वटा झन्डा है यतापट्टि यो, अनि अझै उता पछाडि पनि 7वटा झन्डा छ र बिचमा नेपालको ठुलो झन्डा छ। र पक्कै पनि यो ठाउँ हेरेर तपाईँहरूले गेस गरिसक्नु होला, तपाईँहरूकै माझमा छोडिदिन्छु यो ठाउँ कुन हो भनेर कमेन्ट गर्नु होला हैन भन्दै। अनि मेरो एउटा के समस्या भयो भन्दाखेरि अहिले चाहिँ हैन आउँदाखेरि यो जुन गोप्रो छ मेरो, यो गोप्रोको अगाडिको यो चाहिँ निक्ल्यो क्या, तर केही छैन, मलाई प्रब्लम हुनेवाला छैन ब्लगिङ गर्दाखेरि हैन। सो यसलाई म पछि यसलाई बनाउने छु। र अहिले चाहिँ केटाहरू इटरीबाट आउँदैछन् र केटाहरूलाई चाहिँ वेट गर्दैछु। म ढिलो भयो भनेको उनीहरू चाहिँ ढिलो भइसकेको छ हैन। सो पर्खिराखेको छु कतिखेर आउँछ थाहा छैन। अनि त्यसपछि हामी राइडलाई कन्टिन्यू गर्नेछौँ, तर राइडभन्दा अगाडि चाहिँ के गर्नेछौँ, इन्ट्रो गर्नेछौँ हैन। सो इन्ट्रो स्टार्ट गर्ने, त्यसपछि भिडियोलाई सुरु गर्ने है त। So what's up lovely people, love you nation, love you all भन्दै फेरि पनि स्वागत गर्न चाहन्छु। एन्ड थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल गाइज। 2 दिनको जिन्दगीमा घुम्नुपर्छ, रमाउनुपर्छ र नयाँ नयाँ ठाउँलाई एक्सप्लोर गर्नुपर्छ। सो किप वाचिङ गाइज है। अब भिडियो सुरु हुँदैछ। अघि मैले भनेको थिएँ यो चोक कुन हो भनेर धेरै सस्पेन्समा के राख्नु होइन। यो चोकको इतिहास के छ भन्दाखेरि तर यति नै हो। यहाँ हामी जुन झन्डा देख्दैछौँ अब दामी तरिकाले होइन यस्तो लाइनमा राखेको छ र बिचमा गएर भन्दैछु यसलाई खारखोला भन्छ होइन। र अहिले चाहिँ अब यसलाई मेयर चोक भन्छ। र मेयर चोक किन भनेको भन्दाखेरि यहाँको चाहिँ एकजना ओनर वरिष्ठ व्यक्ति नै हुनुहुन्छ, उहाँ चाहिँ मेयर श्रेष्ठ हो होइन। अनि उहाँकै यो सबै जग्गा हो र पछि चाहिँ अब बिक्री गर्दै होइन ऊ भएको, नत्र भने चाहिँ यो पुरै उहाँकै जग्गा हो। र त्यसैले गर्दाखेरि चाहिँ उहाँकै नाममा चाहिँ यो चोक मेयर चोक राख्न आँटिएको छ। धेरै दिन पछाडि होइन ग्रुपमा मैले राइड जोइन गरेको थिइनँ र आज चाहिँ ग्रुपमा राइड गर्दैछु। र अब चाहिँ म कहाँ जाँदैछु भनेर हामी कहाँ जाँदैछौँ भनेर भन्दैछु। हामी चाहिँ भुतिया दह जुन सुपाडेदेखि माथि जाने हो होइन। म लास्टमा भन्दैछु कसरी आउने, कहाँ कहाँबाट आउनु सकिन्छ भनेर। तर त्योभन्दा अगाडि चाहिँ हामी राइडको इन्जोय गरौँ। र अहिले केटाहरू चाहिँ मभन्दा धेरै अगाडि गइसकेको छ होइन। सो तिनीहरूलाई म क्याच गर्ने कोसिस गर्छु होइन। आजको दिन पनि यस्तो बवाल छ नि, यहाँ कुरै नगरौँ क्या। आज भनेको राइड गर्नको लागि एकदम सही सुइटेबल मौसम भएको छ क्या। चिसो हावाको फिल भइरहेको छ। हामी चाहिँ एकछिन रोकिएका छौँ, हाम्रा 2जना साथीहरू अगाडि बढिसकेका छन्। र यहाँ अलिकति सुरज भाइको चाहिँ के भन्छ माइकमा प्रब्लम आएछ, त्यस सर्ट आउट गर्नु पर्यो होइन। त्यसको समाधान गर्नको लागि बसेका छौँ भने अरू चाहिँ अब आफ्नो काममा व्यस्त। यही हो, ब्लगिङ गर्न हिँडिसकेपछि नि कसैले कसैलाई वास्ता गर्दैन क्या, आफ्नै धुनमा हुन्छ। यस्तो बवाल ठाउँ छ यार। बिचमा रोड, साइडमा रुखै रुख। थ्याङ्क गड यार म नेपालमा जन्मेको छु, त्यही नै मलाई खुसी लाग्छ क्या यो प्रकृतिलाई हेर्न पाउँदाखेरि। यो बाटोको वर्णन गरेर कहिले सकिँदैन क्या, यति दामी बाटो छ होइन। हो
तर मैले स्पिड हानेको छैन किन भन्दाखेरि गाउँको बाटो हो त्यही भएर सेफ्टी फर्स्ट है। यो बाटोमा राइड गरेर चाहिँ मलाई एउटा कुरो भन्न मन लाग्छ क्या, लेट्स राइड फिल द फ्रिडम क्या। अनि आउनको लागि कता कताबाट आउन सकिन्छ त, इटरी हुँदै कान्छी चोक भएर पनि आउन सकिन्छ, तररा हुँदै पनि भित्री बाटोबाट पनि आउन सकिन्छ भने धरानबाट पनि सिधै आउन सकिन्छ र उदयपुर जिल्लामा हामी इन्ट्री गर्न पाउँछौँ होइन। अनि पहिले चाहिँ के थियो भन्दाखेरि त्यो पुल नहुँदाखेरि जुन हाम्रो उदयपुर जिल्ला र सुनसरी र धनकुटालाई जोड्ने पुल भन्छौँ, त्यो पुल नबन्दाखेरि चाहिँ त्यहाँ फेरि या त माथि त्यो घिर्लिङ हुन्छ नि त्यहाँबाट चाहिँ मान्छेहरू आवाज आवत गर्थे। सो गाइस अहिले चाहिँ हामी ठ्याक्क सुपाडेमा आइपुगेका छौँ। यो ठाउँको नाम चाहिँ सुपाडे हो अनि हाम्रो जाने डेस्टिनेसन जुन भुतियादा हो यो जाने बाटो हो होइन। यहाँबाट चाहिँ कच्ची बाटो छ, सो लगभग 15-20 मिनट लाग्छ अरे भनेर सुन्न आएको छ होइन। हामी पनि गएको छैनौँ, सो एक्ज्याक्ट कति छ भन्न चाहिँ मिलेन होइन, त्यहीँ पुगेपछि भन्नेछु म। लागौँ ल जाउँ। बाटो चाहिँ सायद यस्तै होला है, पुरै ढुङ्गा भरिएको। त्यहाँ जानको लागि चाहिँ होइन अब हाम्रो के हुन्छ भन्दाखेरि के हुन्छ अरे सुरज भाइ, यहाँबाट हामी खोलाबाट जान्छौँ है। सो अफ रोडको मजा आउने भयो अब चाहिँ होइन, अफ रोड होइन खोलाको मजा चाहिँ आउने भयो। मोबाइल चाहिँ पकेटमा हालेको भए हुन्थ्यो होला, तर ठिकै छ, केही छैन, हार्डै छ। ओहो चढो त्यहाँ त जानको लागि चाहिँ एउटा सही लोकेसन दिनको लागि चाहिँ होइन सुपाडेबाट होइन उत्तरतर्फ लागिसकेपछि चाहिँ यो बेलका लामा होटल छ त्यसलाई हेर्नुहोस्। अनि त्यसपछि जुन अगाडि छ त्यो म देखाउने छु होइन। अनि यहाँबाट चाहिँ यहाँ लेखेको छ भुतिया संरक्षण तथा प्रवर्धन विकास समिति हार्दिक स्वागत गर्दछ, बेलका नगरपालिका 5 रहेछ यो चाहिँ होइन। अनि यो बाटो जानुपर्छ, लगभग बाइकमा 5 मिनट लाग्छ अरे। अनि त्यसपछि चाहिँ 20 मिनट जति लाग्छ अरे हिँडेर जान। सो अब फेरि अब यो बाटो हामी लाग्नेछौँ यहाँबाट चाहिँ होइन। यो जुन देखाएको चाहिँ भुतियादा जाने बाटो भनेपछि हामी यो बाटो लाग्नुपर्ने रहेछ। सही छ बाटो, सही छ एकदम, अफ रोडको मजा लिने हो भने चाहिँ एकदम सही छ है। हामी चाहिँ अब के हो केटा, हामी हाइकिङ भन्दिने हो। यो चाहिँ हाइकिङ जस्तो नि भयो, हाइकिङ जस्तै गर्नु पर्यो र हाइकिङ जस्तै भयो होइन। सो यति चाहिँ हो, बाटो नराम्रो छ तर बडा मजा आउँछ क्या, केटाहरू पुरै मस्तीमा छ वो पुरै वो। अनि ऊ डरलाको माइलट पनि भन्दैछन् होइन। अनि यहाँ जुन यो खोला देखिँदैछ त्यो खोलाको नाम चाहिँ गिदेरी खोला अरे। अनि कहाँबाट आउने भन्दाखेरि है, अब आउनको लागि चाहिँ हामीले कहाँबाट आउन सक्छौँ भन्दाखेरि उता कञ्चनपुर हुँदै पनि आउन सक्छौँ है। एक्ज्याक्ट किलोमिटर चाहिँ अब मलाई पनि थाहा भएन होइन, किन भन्दाखेरि अनि हामी चाहिँ अब धरानबाट आएको, धरानबाट पनि आउन सक्यो, उता इटरीबाट कान्छी चोक हुँदै पनि आउन सक्यो, चतरा हुँदै होइन। सो चारैतिरबाट नै आउन मिलेको बाटो छ। यति नै हो कि यहाँ चाहिँ बाटो आउनको लागि चाहिँ अलिक व्यवस्थित रहेन रहेछ, तर यति बनाएको भनेको पनि धेरै राम्रो हो, जुन चाहिँ गिटी लगाएर ढुङ्गाको होइन सास बढो है, त्यही भएर अलिकति। सो हामी चाहिँ भुतियादा पुग्न लागेकै छौँ जहाँसम्म लाग्छ। र यो भुतियादा किन भएको भन्दाखेरि पहिलेको समयमा चाहिँ यहाँ भूत देखिन्थ्यो अरे भनेर त्यहाँ एकजना बाजेलाई हामीले सोधेको थियौँ, उहाँले भन्नुभएको हो। अनि त्यसपछि यहाँ लेटेस्ट अपडेट के हो भन्दाखेरि लास्ट टाइम चाहिँ 2 जना होइन लेडिज बहिनीहरू चाहिँ डुबेर मर्नु भएको थियो अरे। अनि त्यसपछि चाहिँ एकजना भाइ पनि डुबेर मर्नु भएको छ अरे। लगभग यहाँको गहिरो कति हो भन्दाखेरि 2 बाँस जति गहिरो छ अरे क्या एक्ज्याक्ट चाहिँ। अब हामीलाई त थाहा भएन, उहाँले भन्नुभएको। सो धेरै गहिरो भएर चाहिँ होला सायद त्यहाँ पौडी खेल्न नसकेर यता डुबेर चाहिँ मरेको होला होइन। सो अब चाहिँ जानको लागि यहाँ लगभग अझै 10 मिनट जति बाँकी छ हामी पुग्न। तर यहाँ चाहिँ भाइ माछा मार्दै हुनुहुँदो रहेछ, सुरज भाइले पनि देखाउँदैछ भने उता पछाडिपट्टि बहिनीहरू पनि साना बहिनीहरू चाहिँ नुहाइराखेको छ। अब यहाँबाट चाहिँ हामी पारिपट्टि लाग्नुपर्छ अरे। सो अब एकैचोटि है हामी चाहिँ कहाँ भेट्छौँ भन्दाखेरि जहाँ पुग्नुपर्ने त्यहीँ भेट्छौँ है त, बिचमा केही छ भने फेरि हेरौँला। सो फाइनली हामी चाहिँ भुतियादा आइपुगेका छौँ होइन। र आउनुभन्दा अगाडि ब्लग गर्नुभन्दा अगाडि के भन्दाखेरि जोसमा आएर पुरै भिजिहाल्यो होइन। अनि मेरो चाहिँ के भन्दाखेरि डिएसएलआरको उसले ब्याट्री खत्तम पार्दै, गोप्रो पनि खत्तम लडेर होइन। सो अहिले चाहिँ जीवनको उसबाट गर्छु। पानीको हल्ला धेरै होला है, आवाज नसुनिएला, तर भिडियो गर्नुभन्दा अगाडि बाँकी भिडियो सुहरू चाहिँ पछि राख्नेछु। तर अहिले चाहिँ हामी नुहाउन मजा गर्नेछौँ।